काठमाडौँको एयरपोर्टमा लग्जरी सर्भिसेसहरू सुरु भएको छ। भिडियो अन्तिमसम्म हेर्नु होला। त्रिभुवन इन्टरनेशनल एयरपोर्टको डिपार्चर गेटकै साइडमा खुलेको छ यात्रा लाउन्ज एन्ड रेस्ट्रो। हेर्नुस् है, फर्स्टमा तपाईको लगेजहरू सेफली राख्दिनुहुन्छ अनि भित्र ट्रेडिसनल मोडर्न एस्थेटिक एम्बियन्स पाउनुहुन्छ। लाउन्ज चाहिँ एकदमै फ्यामिली फ्रेन्डली रहेको छ। बच्चाहरूको लागि खेल्ने ठाउँ पनि भएको। तपाईको फ्लाइटलाई मजाको टाइम छ भने यता आएर आनन्द साथ टाइम बिताउन सक्नुहुन्छ। मर्निङ, लन्च, डिनर एभ्रिथिङ इज हियर। भिडियोमा हेर्न सक्नुहुन्छ खानाहरूको चोइसेस पनि एकदमै टप क्वालिटी। सधैँ बाहिर ट्राभल गर्दा एयरपोर्टमा घण्टौं यतिकै बस्नु भन्दा यता आएर रिल्याक्सिङ मसाज चेयरमा बस्न पनि मिल्यो। प्राइभेट वर्किङ पजहरू पनि छ। त्यही माथि प्राइभेट सावरदेखि यो रिक्लाइनर चेयर, क्विक न्याप पनि लिन सक्नुहुन्छ। एउटा इन्टरनेशनल एयरपोर्टमा यतिको फेसिलिटिज चाहिँ हुनै पर्ने हो। फाइनल्ली गुड सर्भिस इन काठमाडौँ। अगेन गुड चोइसेस अफ फुड अनि बुफे पनि लागेको हुन्छ। आफूलाई सुटेबल जे ठिक हुन्छ त्यही चुज गर्न पायो। अनि यताबाट लास्टमा फ्रेस मिठो सेलरोटी बोकेर नेपालको कोसेली विदेश लानु है त।